गुड मर्निङ है। आज चाहिँ म 1 रुपियाँ पनि खर्च नगरिकन 7 डेजको नर्थ इस्ट राइडमा जाँदैछु है। अन्त यो राइडको इन्फर्मेसन चाहिँ म अलिकति अगाडि अहिले गान्तोक पुगेर दिन्छु है। अलिक हतारमा छु किनभने गान्तोकमा आज एसेम्ब्ली टाइम हो हाम्रो है। 7:45 मा एसेम्ब्ली टाइम हो, तर यहीँ मङ्गनमा छु अहिले म। यहीँ 7:40 भइसकेछ हो। 2 घन्टा लाग्छ पुग्नुको लागि, त्यसले गर्दा म 1 घन्टा ढिलो हुने रहेछु है। यहाँ मङ्गन पेट्रोल पम्पको अगाडि यहाँ अरू केटाहरू यहीँ रहेछ मङ्गनको। अब त्यो सँगै जानु पऱ्यो। हाम्रो अर्को 2 जना भाइ पनि आइपुग्यो हो। अब जाँदैछु हामी यहाँबाट सँगै जाँदैछु। अब यहाँबाट यहीँ 8 बजिसक्यो हो, निकै ढिलो हुँदो रहेछ। तर अब यत्रो ग्रुपमा ढिलो हुँदा चाहिँ फेरि केही भन्दैन हुनाले अब म त यो नर्थ इस्टपट्टि कहिले पनि गएको छुइनँ है। जानु इच्छा थियो, अन्त यसरी जानु पाउँदाखेरि एकदम एक्साइटेड छु है। म घुम्नु पाउँदैछु नर्थ इस्ट पनि मजाले, त्यो पनि खर्च नगरिकन है। अन्त त्यसको माथि अझै एक्साइटेड चाहिँ किन छु भन्दाखेरि मेरो साथीहरू पनि आउँदैछ है 2 जना। योपालि हामी 3 जनाले जोइन गरेको नि त। कालिम्पोङबाट 2 जना आउँदैछ, सोनाम र पपोला है। अन्त एकदम मजा आउँदैछ, झन् मजा डबल हुन्छ साथीहरू छ भने। लु ढिलो भइसकेको थियो है। अन्त सबैलाई भोक लागेछ हो। अन्त हामी यहाँ खाना खानु रोक्यो, खाजा खानुको लागि। अरू त के छैन, समोसा मात्रै रहेछ है। समोसा खाएर अब हिँड्दैछ हामी यहाँबाट। अन्त भाइहरू पनि छ। यो चाहिँ हो है हाम्रो नर्थ सिक्किमको 7 सिस्टर्स वाटरफल। एकदम एउटा टुरिस्ट स्पट है, ठुलो टुरिस्ट स्पट हो। अन्त हाम्रो यहाँको अहिलेको यो खाजाको स्पोन्सर चाहिँ यता नम्गेल भाइ हो। थ्याङ्क यू। भ्यू हेर्नुहोस् हौ, भ्यू यति दामी देखिरहेछ। यो चाहिँ गान्तोक पुग्नु आँटेको अब हामी। यो ठुलो देख्दै गर्नुभएको चाहिँ कञ्चनजङ्घा हो। गान्तोक एन्टर गर्दैछ है, बोजो गाडी पुग्यो। अन्त यो बाइक कुदाउने बानी हराएर हो कि के हो, बाइक नकुदाएको बिचमा निकै भएको थियो नि त। आमा यो हात दुख्दो रहेछ क्लच बेसी पक्रेर मार्ग है। एमजी मार्ग आइपुग्यो। यस्तो हो। अब तपाईँहरूलाई मेरो एमजी मार्गको स्टोर देखाउँछु ल। अहिले चाहिँ मैले क्लोज गरिसकेँ हो। अस्ति यो 2025 कै जनवरीमा क्लोज गरेको मैले, मेरो एग्रिमेन्ट सकेर है। त्योभन्दा अगाडि चाहिँ यहाँनिर थियो, यो जुन चाहिँ बङ्गला रेस्टुरेन्ट लिएछ है, फर्स्ट फ्लोरमा। यो हो मेरो स्टोर पहिलाको। फाइनली हामी आइपुग्यो गन्चुलामा द्वार है। यहाँबाट भित्र पस्नुपर्छ अब हामी। रहेछ है बाइकहरू यहाँ रोएको छ, यहीँ होला। एक्सक्युज मी सर, यहीँ पनि रोक्न। ठिक, यही रहेछ। यस्तो यहाँबाट भित्र रहेछ हो। ल नामगेल म चाहिँ अगाडि आइपुग्यो हो। अरू भाइहरू चाहिँ आउँदैछ अलिक पछाडि। हामी चाहिँ अलिक छिटो कुदेर आयो। यहाँनिर भइरहेको छ एसेम्ब्ली भित्र, यहाँनिर भइरहेको छ। सबैजना एउटा स्कुलमा लगेछ है होइन यहाँ। अन्त हामी चाहिँ गएन, हामी यति 5 जना चाहिँ छ है। पोपला अघि आउँदै थियो, आइपुगेको थिएन। अन्त पोपलालाई पर्खेर बसेको थियो। यस पोपला हाई गर्दैन नि। अन्त पोपला आइपुग्यो, पोपलाले पनि ज्याकेटहरू पायो हो। किन हामी चाहिँ होटलतिर जानु पऱ्यो अब ल भोलि भेटौँ ल ल ल ल ल 2 जना चाहिँ गयो है। अन्त हामी 3 जना चाहिँ यहाँ अब एउटा रुम हेरिहालौँ भनेको यहाँ छेउतिर अलिकति पार्किङ भएको। ल हामी त्यहाँबाट है निक्लेर आयो हो। अरूलाई चाहिँ तल स्कुलमा लग्यो, अन्त हामी चाहिँ निक्लेर आयो है यता। अन्त अहिले हामी यहाँ एउटा रुम लिएर बसेको छु बाइपासको यहाँनिर है। रुम एउटा राम्रो पायो हामीले हो। यता एउटा सानो बाल्कनी रहेछ हो। अन्त केटाहरू यहाँ 2 जना यहाँ छ। ल जनी र यहाँ छ। जनी हेलो, पोपला हेलो हेलो। अन्त यहाँ सोनाम यहाँ छ। अन्त हामीले अहिले के पायो भन्दा चाहिँ यो ज्याकेट है, यो रोयल इनफिल्डको एउटा ज्याकेट पाएँ है। यो सबैले एक एकवटा ज्याकेट पाएको छ। कस्तो रहेछ न? एकदम दामी छ। पातला चाहिँ पातला छ, भित्रबाट केही चाहिँ लगाउनु पर्ने रहेछ हो। अन्त यो एउटा यो हेलमेट पाएको छ हामीले। सबैले यस्तो खाले एउटा हेलमेट पाएको छ है, रोयल इनफिल्डको हो यो पनि। हो यो 2टा ज्याकेट र हेलमेट चाहिँ पायो हो हामीले।
अन्त हाम्रो भोलिदेखि राइड स्टार्ट हुन्छ भोलि बिहान 8 बजी हाम्रो त्यहाँ एसेम्बल हुन्छ है सबैजना त्यहाँबाट चाहिँ भोलि चाहिँ हामी हाँसीमारासम्म जान्छ हो अन्त सबै हाम्रो स्पोन्सर चाहिँ योपालि इन्डियन आर्मी हो अन्त राइड इन्ट्रेस्टिङ हुन्छ है तपाईँलाई म भोलि देखाउँछु अन्त आज चाहिँ हामी अलिक रिल्याक्स हो अब यहाँ अलिक रेस्ट गरेर हामी त्यहाँ अहिले नुहाइ गर्छु हो त्यहाँदेखि पोपला र सोनाम चाहिँ केस खाँदै भन्दै थियो त्यहाँदेखि खाजा खाएर हेर्छु आज के हुन्छ यो हाम्रो पुरानो हेलमेटहरू चाहिँ अब यहाँ दिदी भेनाको घरमा राख्नु पर्यो है ल 2:30 भएछ अब चाहिँ हामी अलिक भोक लाग्यो है लन्च खाइदिन आउँछ यही छेउमै है बाइपासमा छ अहिले हामी है होटल चाहिँ अनि बाइपास छेउतिर खाएर दुईजना चाहिँ केस काट्नु जान्छ है म चाहिँ फर्केर रुममै आउनु पर्यो अब चाहिँ हामी है लन्च खाँदैछु अन्त यहाँ जनीमा हामीसँग आज बिचरा एकछिन टाइम दिएर आएको छ हामी जनी त राइट जान्दैन हामीसँग भए पनि एकछिन साथीभाइलाई टाइम दिनु आएको छ यहाँ अन्त खाना कस्तो छ केटाहरू खाना चाहिँ अब मैले टेस्ट गर्नै आँटेको छु है एकछिनमा बताउँछु एकदम दामी रहेछ कोबला यहाँ देखाउँदा त के किन्यो भर्खर ल बन्जी कट मिलनकोमा यहाँ बन्जी कट किन्यो सोनाम र पोपलाले हो अब चाहिँ यहाँ केस काट्नु जाँदैछ केटाहरू डायमन्डमा केटाहरू ह्यान्डसम भएर जाने अरे भोलि एकदम चान्स नलिने अरे नर्थ इस्टमा केटी पठाउने भन्दैछ दुईजनाले बडी लिएर आउने हो लिएर आउने हो केस काटिसक्यो है वर्स्ट हुँदैछ हो ह्यान्डसम भइसक्यो अन्त सोनामको चाहिँ यहाँ भर्खर स्टार्ट हुँदैछ जरिमा म चाहिँ यहाँ पर्खिरहेको छु कहिले सक्छ भनेर पोपलाको त सकेछ यहाँ सोनाम ह्यान्डसम भयो अब पोपला पनि यहाँ ह्यान्डसम भइसक्यो हो अब चाहिँ हामी जनीको गाडीमा चढेर तल दिदी भेनाको घरमा है जनीको फेभरेट गाडी हो यो चाहिँ दुईटा गाडी छ है क्रेटा र यो सेन्ट्रो छ तर उसको चाहिँ फेभरेट हो यो सेन्ट्रो नै अन्त यो हाम्रो हेलमेट र है अन्त सोनामको ज्याकेट राख्नु तल दिदी भेनाकोमा जाँदैछु हो त्यहाँ राखेर अन्त ढुक्कै हुन्छ भोलि चाहिँ मजाले खाली है अब यसले एकदम अप्ठ्यारो हुन्छ कि राइड गर्नु अन्त त्यहाँ राखेर चाहिँ अब हामी रुम आएर त्यहाँदेखि चाहिँ अब हाम्रो एउटा ठुलो लन्टा सक्यो है मजाले रेस्ट गर्छ त्यहाँदेखि चाहिँ अन्त हाम्रो तिनजनाको हल्का उयो हुन्छ जनी पनि बस्छ होला एकचोटि बस्यो भने हामी तिनजनाको सानो अब गेट टुगेदर हुन्छ आज चाहिँ नभेटेको धेरै भएको थियो हल्का रमझम जनी बस्छ होइन एकछिन अब सामान राखेर है जनीलाई हतार भयो है बिचरा जनीलाई चाहिँ अब यहाँबाट छोड्दै हामीले हो जनी फर्केर गयो अन्त हामी चाहिँ यहाँबाट अब हिँडेर जाँदैछौँ उहीँ हो हाम्रो होटल है सरी आम्दो बोलाएको यहाँनिर छ अहिले हामी ल अब चाहिँ हामी है सबै गरेर आइपुग्यो अन्त अब ढुक्कै भयो सबै काम सक्यो है अन्त अब चाहिँ यो भिडियो यहीँ एन्ड गरिदिन्छ आजको हो अन्त हाम्रो यहाँ शुभम भाइ पनि भेट्यो अहिले यहाँ हो शुभम भाइ चाहिँ मेरो पनि हेलमेट अनफर्चुनेटली शुभम भाइ चाहिँ योपालि जानु पाइनँ है तर शुभम भाइलाई मिस गर्छ हामी पहिला चाहिँ हामी सँगै थियो सेफ राइड तपाईहरुलाई सेफली आइपुग्नुस् अन्त यो भिडियो यहीँ एन्ड गरिदिन्छ है आजको तपाईँलाई मन पर्यो भने चाहिँ लाइक सब्सक्राइब गरिदिइ राख्नुहोस्